Welcome to Parvati Kunda. Woo-hoo. So all right. Welcome to my new video after a long time. तपाईहरुलाई स्वागत छ मेरो भिडियोमा. So टक्क लाएर म चाहिँ आज रिभ्यु भ्याली जाँदैछु. So let's see के हुन्छ कस्तो हुन्छ म तपाईहरुलाई अपडेट दिने नै छु. So यो भिडियोमा चाहिँ सकेसम्म चाहिँ म धेरै जसो सिनेमेटिक शट हाल्छु भन्ने बाटो सहित म अहिले भिडियो हुन्छ हैन. So let's see के हुन्छ कस्तो हुन्छ म तपाईहरुलाई अपडेटहरु दिने नै छु. So stay tuned guys. So over guys टक्क लाएर So alright guys टक्क लाएर म चाहिँ अहिले चिलिमे भन्दा माथि आइपुग्यो. यानी कि गातलाङ र चिलिमेको बिचमा आइपुग्यो. सो सेब्रु बेसीबाट चाहिँ दुईटा बाटो छ. एउटा चाहिँ तल्लो बाटो अर्को चाहिँ माथिल्लो बाटो. म चाहिँ तल्लो बाटो आयो किनभने तल्लो बाटो चाहिँ अलिकति सजिलो छ नि त. सो त्यही भएर गाइज यदि तपाईहरु माथिल्लो बाटो गयो भने चाहिँ बोमुङ डाँडा हुँदै जानुपर्ने हुन्छ भने तल्लो बाटो आयो भने चाहिँ चिलिमे हाइड्रो पावर हुँदै आउनुपर्ने हुन्छ. सो त्यही भएर गाइज सो टक्क लाएर यहाँबाट चाहिँ बवाल भ्यू देख्न सक्नुहुन्छ तपाईहरुले. सो टुडे आइ एम गोइङ टु हेडिङ सुमनाङ भ्याली. सो लेट्स सी what will be happened on the way. So definitely I'll be sharing with you guys. त्यही भएर गाइज योभन्दा अगाडि चाहिँ फुटेजहरु चाहिँ राम्रोसँग क्याप्चर गरेन किनभने चाहिँ त्यहाँ चाहिँ अलिकति सिटी भाइब थियो नि त. सो त्यही कारणले हैन प्रायले देखिरहेको हुन्छ नि त सिटी भाइब चाहिँ. सो अबबाट चाहिँ म चाहिँ धेरै फुटेजहरु क्याप्चर गरेर तपाईहरु माझमा चाहिँ म देखाउँछु भन्ने बाचा सहित. सो अहिलेको लागि चाहिँ बिदा चाहन्छु. सो तपाईहरु चाहिँ अन्त्यसम्म हेर्नु होला. सो यो भिडियो चाहिँ बवाल हुने मलाई हुन्छ. I'm going with my mom. So either guys wait mom is coming. अलि बा म ठेक्क दारी बा खारी बा मजाले. right my मम्मीले पनि राम्रै भइरहेको छ है. सो त्यही त गाइज ओके स्टे ट्युन. म चाहिँ तपाईहरुलाई जानकारी दिँदै गर्नेछु. सो स्टे ट्युन गाइज. बहुत कठिनाइपछि चाहिँ टक्क लाएर पार्वती कुण्ड आइपुग्न आँट्यो. सो त्यही त गाइज. सो यहाँबाट चाहिँ देख्न सक्नुहुन्छ तपाईले ब्याकग्राउन्डमा गातलाङको भ्यू है. सो अलराइट गाइज टक्क लाएर पार्वती कुण्ड आइपुग्यो. सो म चाहिँ यो पार्वती कुण्ड चाहिँ हल्का सिनेमेटिक सर्ट पनि राखिदिन्छु. सो तपाईँहरू चाहिँ इन्जोय गर्नु होला भिडियो नभए नि. सो त्यही त गाइज. सो अब चाहिँ टक्कै सिलगढी सर्ट हाल्छु अनि त्यसपछि चाहिँ माथि खुब भन्जाङ गरेर चाहिँ जानुपर्ने हुन्छ. सो लेट्स सी. सो आजको डेस्टिनेसन भनेको पाँचसँग पास हो यानि कि रुई भ्याली. सो त्यही त गाइज के हुन्छ कस्तो हुन्छ म तपाईँलाई अपडेटहरु दिने नै छु. सो स्टे ट्युन गाइज. When I'm scared, I send a flare and you're here. Welcome to Parvati Kunda. So alright guys टक्क लाएर म गातलाङ भन्दा माथि आइपुग्यो. सो ब्याकग्राउन्ड देख्न सक्नुहुन्छ बवाल सिन. यहाँसम्म आउनलाई लागि धेरै नै कठिनाइ भयो. बवाल एक्सट्रिम एडभेन्चर भयो मेरो लागि चाहिँ लाइफमा चाहिँ. सो त्यही त गाइस यहाँबाट सुमनाङ पुग्न चाहिँ लगभग 1.5 घन्टा जति चाहिँ लाग्छ होला. सो त्यही त गाइस
सो तपाईँहरू चाहिँ सिनेमेटिक सँग चाहिँ रमाउनु होला सो राइट गाइज तपाईँलाई म चाहिँ अहिले युए भन्ने ठाउँमा चाहिँ आइपुग्यो यो चाहिँ गातलाङ अलि माथितिर चाहिँ पर्छ डडेलो लागेको र अलि उतापट्टि चाहिँ पर्छ लगभग डडेलो लागेको ठाउँबाट चाहिँ 10-15 मिनटमा चाहिँ आइपुग्छु त्यहाँ चाहिँ बाइकमा चाहिँ सो त्यही त गाइज सो मेरो चाहिँ स्कुटरले चाहिँ राम्रो पर्फर्म नगरेर चाहिँ मैले चाहिँ युगुरिया भन्ने ठाउँमै छोडियो सो त्यहाँबाट चाहिँ ट्रेकिङ स्टार्ट गरेको थियो भने अहिले चाहिँ टक्क लगाएर यस्तो जङ्गलको बिचमा आइपुग्यो सो राइडिङ प्लस ट्रेकिङ ब्लक भनौँ न यसपालिको चाहिँ सो त्यही त गाइज म चाहिँ यसपालि चाहिँ तपाईँहरूलाई चाहिँ रुबी भ्यालीले चाहिँ देखाउने बाचासहित अहिलेको लागि चाहिँ म बिदा हुन चाहन्छु सो त्यही त गाइज सो अन्त्यसम्म चाहिँ हेर्नु होला यो ब्लग चाहिँ बवाल हुनेवालामा छ पुरै उकालो चढ्नुपर्ने हुन्छ सो म चाहिँ सो काठमाडौँबाट चाहिँ मम्मी र म चाहिँ आएको थियो भने मम्मीले चाहिँ मलाई छोडेर मम्मी चाहिँ माथितिर गइसक्नु भएको छ सो लेट्स सी के हुन्छ कस्तो हुन्छ म तपाईँहरूलाई अपडेट चाहिँ दिने नै छु सो यहाँबाट चाहिँ लगभग खुर्बु भन्ज्याङ पुग्न चाहिँ 30 मिनट जति चाहिँ लाग्छ होला सो अब सिधै खुर्बु भन्ज्याङमा भेटौँ है त अहिले खुर्बु भन्ज्याङ आइपुग्यो ब्याकग्राउन्ड देख्न सक्नुहुन्छ तपाईँले खुर्बु भन्ज्याङको डाँडा सो अब चाहिँ टक्क लगाएर तल झर्नुपर्ने हुन्छ असिना नि पर्न थाल्यो खुर्बु डाँडाबाट चाहिँ यहाँ तल सोमनाङ पुग्नलाई चाहिँ 1.5 घन्टा जति चाहिँ लाग्छ होला हिँडेर म तपाईँहरूलाई जानकारी दिँदै गर्ने नै छु सो स्टे ट्युन्ड गाइज Look at the rhododendron. Right. Let's go. John Paul Hunter. All right, guys. कुरोबाट तल झर्दैछु एकछिन चाहिँ म यसो पनि भनिदिइहाल्छु है सो पाएँ भने तपाईँहरूलाई म देखाउने नै छु हेर्छ कस्तो हुन्छ भने हो कहाँ छ यसो त्यो यस्तोहरू म खोज्नुपर्ने हुन्छ तर खासै धेरै चाहिँ पाउँदैन लास्ट हुँदैतिर अर्को वैशाखमा चाहिँ धेरै पाउँछ सो पाएन झ्याउ लाग्यो अब त जानुपर्ने हुन्छ आफ्नो गन्तव्य छ सो त्यही त गाइज हेर्दै गर्नु अन्त्यसम्म असिना प्लस पानी पर्दैछ है अहिले सो के हुन्छ कस्तो हुन्छ तपाईँहरूलाई म अपडेटहरू दिँदै गर्नेछु स्टे ट्युन्ड गाइज यस्तो बिजोक बारेमा चाहिँ तल झर्दैछु अब चाहिँ सोमनाङ पुग्न लगभग 45 मिनट जति चाहिँ लाग्छ होला सो त्यही त गाइज सो अलराइट गाइज टक्क लगाएर अब चाहिँ त्यसो मात्रै हिँड्नुपर्ने हुन्छ यहाँबाट चाहिँ तल जानुपर्ने 13 मिनट हो सोमनाङ पुग्न अब लगभग 40 मिनट मात्र लाग्नेछ र सोमनाङ गएर भेटौँ पछितिर पनि म भिडियोहरू राख्ने नै छु अलराइट गाइज अलराइट बबाल मजा आइरहेछ सो लङ टाइम जाँदैछु मेरो गाउँमा लगभग मैले गाउँ नगएको लगभग ठ्याक्कै 2 वर्ष भइन्छ सो त्यही भएर गाइज फाइनली आइम गोइङ टु द्याट्स माई भिलेज यानि कि रुबी भ्याली जाँदैछु सो त्यही भएर गाइज भ्लग चाहिँ अन्त समय हेर्न नभुल्नु होला
बाँचो त टाढा थिएन तर मन धेरै टाढा छ। थ्याङ्क यू। सो अल राइट गाइज, यहाँबाट चाहिँ सोमनाङ चाहिँ देख्छ। सोमनाङ देखाउँछु ल। ऊ त्यहाँ चाहिँ सोमनाङ हो। यता चाहिँ पहिरो जाँदै रहेछ। सो तपाईँहरू चाहिँ बर्खाको समय आउँदै हुन्छ भने तपाईँहरू चाहिँ अलिकति चाहिँ होसियार भएर चाहिँ आउनु होला, किनभने चाहिँ अचानक पहिरोहरू पनि खस्न सक्छ नि त। त्यही भएर तपाईँहरूले चाहिँ मेरो व्यक्तिगत तर्फबाट चाहिँ सानो सल्लाह। सो त्यही त गाइज, अब चाहिँ सोमनाङ देख्न थाल्यो। अब यहाँबाट चाहिँ सोमनाङ पुग्नलाई चाहिँ लगभग 30 मिनट जति चाहिँ लाग्छ होला। सो त्यही त गाइज, मजा आइरहेको छ। So don't forget to subscribe. I am top of vlog. Okay guys. So please do visit our Ruby Valley. यदि तपाईँहरू चाहिँ रुबी भ्याली घुम्न आयो भने चाहिँ रिग्रेट फिल चाहिँ हुँदैन। म चाहिँ 100% ग्यारेन्टी दिन्छु तपाईँहरूलाई, किनभने रुबी भ्याली बवाल मात्र होइन कि अति बवाल छ, अति बवाल, नेक्स्ट लेभल। सो एकचोटि चाहिँ तपाईँहरू चाहिँ लाइफमा चाहिँ रुबी भ्याली घुम्नुहोस् भन्छु म चाहिँ। यदि तपाईँहरू चाहिँ घुम्न आयो भने चाहिँ तपाईँहरू चाहिँ 100मा 100 चाहिँ खुसी हुनेछ। सो डु विजिट आवर रुबी भ्याली। यस्तो आवाज चाहिँ ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ तपाईँहरूले। पेल्दोर पिक चाहिँ यता पर्छ है। तर अहिले चाहिँ क्लाउड भएर चाहिँ देखेन हामीले, अनलकी भनौँ न। सो त्यही हो गाइज। चोर चोर kamu hebili ju Akila भिन्दैन त्यो ओइ बस पुचिङले पनि जन्म भएछ है। सो राइट गाइज, उति चाहिँ सोमनाङ, सोमनाङ। सो अल राइट गाइज, टक्क लगाएर म चाहिँ अहिले सोमनाङ आइपुग्यो। सो टक्क लगाएर अहिले चाहिँ म रसुवामै छु। पारीबाटी चाहिँ धादिङ पर्छ, यो खोला चाहिँ बोर्डर हो। सो टक्क लगाएर अहिले चाहिँ म रसुवामै छु भनौँ न। अहिले चाहिँ सो धादिङ प्रवेश गर्न जाँदैछु। सो आज चाहिँ पाङसाङसम्म चाहिँ जानुपर्ने हुन्छ। सो त्यही त गाइज, अन्त्यसम्म चाहिँ हेर्नु होला। अहिले चाहिँ अलि थाके जस्तो महसुस पनि भयो। सो त्यही त गाइज, तर भित्र चाहिँ मनमा चाहिँ बाबा खुसी भइहाल्छ। किनभने आफ्टर लङ टाइम आउँदैछु त म मेरो गाउँमा। फाइनली म चाहिँ रुबी भ्याली चाहिँ प्रवेश गऱ्यो है। खोलाभन्दा पछाडि चाहिँ रसुवा पर्छ भने, अनि खोलाको यता साइड चाहिँ रुबी भ्याली पर्छ। सो त्यही त गाइज, यदि तपाईँहरू चाहिँ पेल्दोर पिक जाँदै हुनुहुन्छ भने यताबाट चाहिँ पेल्दोर पिक पनि जान्छ है। तपाईँहरू चाहिँ रुबी भ्याली आउँदै हुनुहुन्छ भने सोमनाङमा चाहिँ होटेल धेरै नै छ। यदि तपाईँहरूले
कन्ट्याक्ट नम्बर चाहिन्छ भने तपाईँ चाहिँ मेरो भिडियोमा हेरेर लिन सक्नुहुन्छ। म चाहिँ होटेल प्लस होटेलको कन्ट्याक्ट नम्बर चाहिँ भिडियोमा राखिदिन्छु। सो त्यही त गाइज एउटा चाहिँ फर्स्टमै छ सोमनाङ भ्याली गेस्ट हाउस भन्ने राम्रो फुडको सर्भिस लगायत हम्बल पनि हुनुहुन्छ उहाँ चाहिँ। सो भिजिट गर्नु होला तपाईँ चाहिँ। अर्को होटेल चाहिँ कान्छा होटेल। सो बनाउँदै हुनुहुन्छ रहेछ, 1-2 महिनापछि चाहिँ रेडी हुन्छ होला। सो कान्छा होटेलको चाहिँ कन्ट्याक्ट नम्बर त हेर्न सक्नुहुन्छ तपाईँहरूले। अर्को तिप्लिङ होमस्टे तपाईँहरू चाहिँ म्याप हेर्न सक्नुहुन्छ। म्याप इन्फर्मेसन टप अफ द भ्याली नयाँ होटेल बनाएको, त्यो चाहिँ लास्टतिर छ। सो तपाईँहरू चाहिँ सोमनाङ आउँदै हुन्छ भने तपाईँहरूले चाहिँ होटेलहरू चाहिँ भिजिट गर्न सक्नुहुन्छ। कन्ट्याक्ट नम्बर यो भिडियो मार्फत जानकारी दिँदैछु। सो राइट गाइज टक्क लगाएर सोमनाङ भ्यालीले छोडेर अब माथितिर चाहिँ उक्लिँदैछु। सो त्यही त गाइज अब चाहिँ मोबाइलको चार्ज पनि ल्याउन आएको थियो। अलराइट गाइज टक्क लगाएर पेङ्लो भन्ने ठाउँमा थियो। अब यहाँबाट चाहिँ पाङसाङ पुग्न 1 घन्टा जति लाग्छ होला। सो त्यो गाइज अहिले मोबाइलमा खासै ब्याट्री पनि छैन, त्यही भएर फुटेजहरू पनि राम्रोसँग क्याप्चर गर्नु पाएन, त्यसको लागि सरी। सो त्यही त गाइज सकेसम्म चाहिँ म देखाउने कोसिस गर्ने नै छु। सो स्टे ट्युन गाइज। अहिले चाहिँ मिठो अर्ग्यानिक पानी चाहिँ खानु पऱ्यो। दादा रे दादा, पानी मात्र होइन यो अमृत हो, अमृत, रुबी भ्यालीको अमृत। त्यही भएर तपाईँहरू पनि चाँडो रुबी भ्याली घुम्नुहोस् भन्न चाहन्छु। सो त्यही त गाइज। सो अलराइट गाइज टक्क लगाएर म चाहिँ तेङ्लो डाँडा आइपुग्यो। सो तलबाट चाहिँ माथिसम्म आइपुग्दा चाहिँ मलाई चाहिँ टक्क लगाएर 15 मिनट जति चाहिँ लाग्यो होला। सो यहाँबाट चाहिँ यस्तो बवाल भ्यू देख्छ, हेर्न सक्नुहुन्छ तपाईँहरूले ब्याकग्राउन्डमा। सो त्यही त गाइज मैले चाहिँ खासमा चाहिँ पाङसाङमा मात्रै भिडियो चाहिँ क्याप्चर गर्छु भन्ने सोचेको थियो, किनभने यहाँ आउँदा चाहिँ मनले मानेन। सो त्यही भएर क्यामेरा चाहिँ त्यसै हालेको। सो अब चाहिँ मोबाइलको ब्याट्री पनि लगभग 7% जति मात्र छ। अब चाहिँ सिधै गएर पाङसाङमा भेटौँला। सो बाई। So alright guys, good morning from Ruby Valley, Loptung. So हिजो चाहिँ मैले चाहिँ भ्लग चाहिँ इन गर्ने पाएन, किनभने मोबाइलको ब्याट्री पनि सकिदियो। सो मैले चाहिँ पाङसाङला पासको चाहिँ भिडियो चाहिँ क्याप्चर गर्छु भन्ने चाहिँ सोचेको थियो, तर सोचेको जस्तो भइदिएन, किनभने मोबाइलले पनि साथ दिएन भनौँ न। सो त्यही भएर ब्लग चाहिँ इन चाहिँ सिधै लप्दुङ भिलेज यानि कि मेरो गाउँमा गर्दैछु। सो त्यही त गाइज, थ्याङ्क यू फर वाचिङ माई भिडियो। सी यू अन नेक्स्ट ब्लग। आजभोलि चाहिँ म योभन्दा बवाल भिडियो ल्याउँछु भन्ने बाचासहित अहिलेको लागि चाहिँ बिदा हुन्छु। सो तपाईँहरू चाहिँ अब लप्दुङ भिलेजको चाहिँ सिनेमेटिक सर्ट्सहरू रमाउनु होला। सो बाई।